नमस्कार, म तपाईलाई बाँदर र बिरालोहरूको कथा सुनाउन गइरहेको छु। कृपया ध्यान दिएर सुन्नुहोला है त। एउटा ठुलो चाडपर्व सकिएपछि दुईवटा बिरालोहरू सँगै भुइँमा घुम्दै थिए। त्यही बेला एउटाले ठुलो केक देखेर म्याऊ गर्दै उत्साहित भयो। दोस्रो बिरालोले हाम फाल्यो र त्यो केक उठायो। पहिलो बिरालोले भन्यो, मैले पहिलो पटक देखेको हुँ, केक मलाई देऊ। दोस्रो बिरालोले भन्यो, टाढा हट। मैले उठाएको हुँ, त्यसैले केक मेरो हो। त्यसपछि उनीहरू आपसमा झगडा गर्न थाले। लामो समयसम्म झगडा चलिरह्यो तर समाधान भने केही भएन। त्यसैबेला त्यहाँबाट एउटा बाँदर हिँड्दै गइरहेको थियो। उसले सोचे, कति मूर्ख बिरालोहरू, अब त यो मौकाको फाइदा उठाउनु पर्छ। बाँदर ती बिरालोहरूसम्म आयो र ठुलो स्वरमा भन्यो, झगडा नगर। म तिमीहरूलाई केक बराबर बाँडिदिन्छु। बिरालोहरूले केक बाँदरलाई दिए। बाँदरले केक दुई टुक्रा गर्यो र टाउको हल्लाउँदै भन्यो, ओहो, एउटा ठुलो भयो, अर्को सानो। त्यसपछि उसले ठुलो टुक्राबाट अलिकति खायो र फेरि भन्यो, अब त सानो भयो, अर्को ठुलो। त्यसपछि सानोबाट पनि खायो। यसरी गर्दै गर्दै उसले दुवै भागबाट पालैपालो खाँदै पुरा केक खायो। दुई बिरालोहरू भने निराश भई हेरी मात्र रहे। यस कथाबाट के नैतिक शिक्षा लिन सकिन्छ भने जब तपाईँ आपसमा झगडा गर्नुहुन्छ, फाइदा अरूले उठाउँछन्। त्यसैले एकता राखौँ, जै झगडा नगरौँ। यतिन्जेल धैर्यपूर्वक कथा सुनिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। आगामी श्रृङ्खलामा पनि विभिन्न सन्देशमूलक, प्रेरणादायी र शिक्षामूलक कथाहरू लिएर आउनेछु। नमस्कार।